अहिले नामी त बस्छ नि आइकोमा चौटो पक्रिने ल अब र हाम्रो साथी सिद्धिको आज उभौली साथीको हाम्रो सुत्रुङमा बसाएर हाम्रो साम्पिचाको हेङमा बनाएर खानु सुरु गऱ्यौँ उठाउनु सुरु गरेको छौँ र हाम्रो नाना रेतको मामा नामी कान्छी छोरी श्यामा माथि यो तिन पाने हो झन्डै यहाँ उठाएर हामीले पाइन्न किनभने एकछिन खाँदाखेरि र आज कति सिपे पनि होला र हामीले यता ल्याएर यहाँ यता चौथोमा लगायो त्यहाँबाट चाहिँ हाम्रो त्यहाँ राख्दै एकछिन राख्नु पर्यो नि चिसोमा राख्नु हुँदैन यहाँ डाइरेक्ट हालौँ होइन कसैले लाउँदा हुँदैन होइन त्यो पहिले राख्नु हुँदैन होइन उयो बहिनी पहिले पो राख्नु हुँदैन यो म यो अब सारौँ नाना यति खनाउँ अलिअलि के हुँदैन यो हाम्रो साम्पिचाको हाम्रो अर्ग्यानिक पानी आँखा हाम्रो गाउँमा हालेर अब यो खाएपछि पो हाम्रो साग सिलिन सुरु अब अर्को चौथार्को छ हौ याम लगाउँ गन्दै मिठो अब खाँदा कति मिठो गन्दै मिठो आयो खाँदा कति मिठो होला हाम्रो रक्सी पार्ने नानाहरू झन् कति राम्रो छ हेर्नु उनीहरूलाई यहाँ आलाका बाँचिँदैछ हाम्रो मामालाई गिलासमा दिजेन्द्र गिलास यहाँ छ हाम्रो पुर्खौलीहरूलाई सबैलाई को खानेलाई जतिलाई खाने जति होस् छोरीले हाम्रो आलाका बाँड्दैछ यता यहाँ पनि दिनु हाम्रो पर्वमा सबैजना हामी साहेब तपाईँ धापी आउनुहोस् न ओइ गार्जेन भाइलाई दिइहालौँ अघि बिहानै 3 पानी उचालेर सुरु भयो अब यो सुरु गरेर यो 3 पानी सकेपछि हाम्रो एकदमै राम्रो साक्य सिल्ली हुन्छ यता राजा गुलाम ल्याइदेऊ चामा खाना खाएपछि चाहिँ फेरि एकचुम भएपछि त्यहाँबाट हाम्रो झाडा नलाउने